Hello everyone. Good morning, my elderly people, my fellow mates, my friends, and my small little brother and sisters. आज मैले चाहिँ किन ग्रिटिङ गरेको भन्दाखेरि चाहिँ स्कुलमा जस्तै किनभने हाम्रो घरमा है माइसु मम्मीले हेलो हेलो गाइस भनेको सुनेको पनि वाक्कै भइसक्यो भन्ने भन्छ है त्यही कारण चाहिँ गरिदिएको एक्स्ट्रा युनिक भए पनि जस्ट किडिङ है मैले पनि यसो ब्लग बनाउनु थाल्नु पऱ्यो भनेर चाहिँ यसो सोचाइले चाहिँ मैले स्टार्ट गरेको डेली ब्लग्सहरू हाल्नु है अनि मेरो बारेमा भन्नुपर्दा चाहिँ के भन्नु मेरो नाम घरमा सेलेस्टिना भन्छ अफिसियल नेम सेरिना तामाङ अनि यसरी घरमा है त्यतिकै बस्दाखेरि मैले यता स्कुलमा गर्दै थिएँ प्राइभेट स्कुलमा त्यो छोडेँ अन्त त्यतिकै घरमा अहिले बसिरहेको थिएँ म अन्त बिचमा कति अब एङ्सियस अब भयो किनभने अब यत्रो वर्ष पुगिसकेर होइन यत्रो ठुलो भएर अब आमालाई सपोर्ट गर्ने बेलामा त्यतिकै अब मम्मीको सपोर्टमा बसिरहेको अब एङ्सियस भएँ तर मैले अब त्यतिकै बस्दिनँ म भनेर सोचेँ अन्त मैले अब सानो बिजनेस स्टार्ट पनि गरेको छु है अन्त मलको बिजनेस अन्त त्यहाँबाट मैले धेरै कुरा पनि प्लान्टहरू अब प्लान्टेसनहरू पनि गर्छु म है अन्त त्यो गर्दाखेरि मैले धेरै कुराहरू सिकेँ है हामीले लाइफमा सानो सानो कुराले कति ठुल्ठुलो कुराहरू क्या अब सिकाउँदो रहेछ नट द्याट बिग अब लाइक अब ठुलो म्यासिभ कुरा होइन तर स्मल स्मल कुराहरू जो चाहिँ लाइफमा पुरा म्याटर गर्छ है त्यस्तो कुराहरू सिकाउँदो रहेछ अनि लाइफमा मैले अहिले यो सिचुएसनमा आएर सोच्दाखेरि चाहिँ वाट एभर ह्यापन्स फर गुड भनेको चाहिँ त्यो चाहिँ हाउडेमा भनेको होइन रहेछ भनेर चाहिँ मलाई फिल भयो है किनभने अब मैले अब जब गर्दै थिएँ कमाउँदै थिएँ स्कुलमा मलाई राम्रो नै थियो तर अब मम्मी बिमार भयो होइन घरमा अब म एक्लै ठुलो छोरी मम्मीलाई स्याहार्नु पऱ्यो त्यसै हुँदाखेरि मैले अब छोड्नु पऱ्यो होइन पैसा आएन अब आउनु छोड्यो अभियसली पैसा अब होइन काम गर्नु छोडेपछि त त्यतिकै अब होइन घरमा यतिकै बसिरहेँ अन्त बस्दाखेरि त्यतिकै अब मैले अन्त एक दिन चाहिँ अब मलको बिजनेस स्टार्ट गर्नु पऱ्यो भनेर चाहिँ मैले सोचेँ है अन्त त्यहाँदेखि स्टार्ट गरेँ अन्त त्यो स्टार्ट गरेर मलाई अहिले के यति बेसी मनमा ह्याप्पी सेटिस्फ्याक्सन हुँदो रहेछ अनि मैले आफ्नो बारेमा चाहिँ के कुरा रियलाइज गरेँ भन्दाखेरि चाहिँ म चाहिँ एकदमै हार्ड वर्किङ नै रहेछु भनेर किनभने मलाई एकदमै सेल्फ डाउटहरू भन्ने कुराहरू हुन्थ्यो होइन अरूले भन्दाखेरि भन्थ्यो तिमी हार्ड वर्किङ छौ तिमी के छौ यस्तो छौ भनेर भन्थ्यो तर मलाई चाहिँ यस्तो लाग्छ है मलाई चाहिँ अरूको ओपिनियन भन्दाखेरि पनि मैले आफ्नो बारेमा के सोच्छु त्यो चाहिँ मेरो लागि पुरा म्याटर गर्छ है अनि अहिले मैले त्यो स्कुल छोडेँ अब मैले गर्दा अनि मैले थाहा पाएँ कि मेरो क्वालिटिज अब म पनि एउटा हार्ड वर्किङ नै रहेछु हार्ड वर्किङ लेडी नै रहेछु भनेर मैले थाहा पाएँ है अनि मैले यो मलको बिजनेस गर्दा गर्दा मेरो भक्कु त सेल भएको छैन तर कम्ती कम्ती सेल भयो अनि मलाई त्यो हुँदै गर्दा चाहिँ मलाई एउटा कुरा याद आयो कि एउटा हाम्रो चर्चमा पास्टरले भनेको थियो एउटा मान्छे अब फेल हुनुको कारण चाहिँ ऊ एक्लै हुन्छ अरे होइन तर ऊ सक्सेस हुनुको कारण चाहिँ उसको पछाडि धेरै मान्छेको हात हुन्छ अरे भनेर चाहिँ भनेको थियो अनि त्यो कुरा चाहिँ मलाई एकदमै राइट लाग्यो किनभने अब मैले मलको बिजनेस स्टार्ट गरेँ होइन अन्त मसँग मेरो कलिग्सहरू चाहिँ एकदमै मैले स्कुलमा काम गरेँ मेरो कलिग्सहरू एकदमै राम्रो हुनुहुन्थ्यो होइन हाम्रो सर पनि एकदमै राम्रो नै हुनुहुन्थ्यो सपोर्टिभ हुनुहुन्थ्यो बुझकी हुनुहुन्थ्यो हो अन्त अब मेहनतिलो हुनुहुन्थ्यो अनि मेरो कलिग्सहरू पनि एकदमै राम्रो छ एउटा टिचरलाई मैले मिसलाई भनेको थिएँ मिस मैले यस्तो यस्तोको बिजनेस स्टार्ट गर्दैछु तपाईँको साथीहरू छ भने भनिदिनुहोस् न भनेको थिएँ बिचरा त्यो मिसले भनिदिनु पनि भएछ उसले प्लान्टेसनहरू गर्दैन तर उसको साथीले गर्दो रहेछ एकैजना साथीले अनि उसले मेरोबाट किन्यो है बिचरा उसले अलरेडी अगाडिको दिन किनि पनि सकेको थियो तर जस्ट के अब सपोर्ट गर्नु लागि अन्त मेरोबाट किन्यो होइन अनि जो किन्दै थियो ऊ पनि पहिला नै मेरो अब हामी स्कुल टाइममा मेरो क्लासमेट थियो मैले त्यति बेला सोच्थेँ कि ऊ हामीसँग त्यस्तो बोल्दैन थियो नि त अन्त चाहिँ सिधा खालको हामी चाहिँ बदमास होइन अन्त बोल्दै अन्त मलाई उसलाई घमण्डी टाइपको लाग्थ्यो त्यसलाई तर त्यस्तो होइन रहेछ होइन मान्छेहरूकोमा अब मैले अहिले थाहा पाउँदाखेरि चाहिँ मान्छेहरू चाहिँ के अहिले हामीले सोच्छ नि अब कति अब होइन अब त्यस्तो अब के भन्छ अब कि मान्छेहरू यस्तो छ उस्तो छ वर्ल्ड यस्तो बिग्यो तर त्यो छनु त छ नि अब त्यसलाई म डिनाइ गर्दिनँ तर भए पनि कि अहिले स्टिल वर्ल्डमा गुडनेस पनि रहेछ होइन वर्ल्डमा स्टिल पिपल रहेछ जसले चाहिँ एकअर्कालाई सपोर्ट गर्दो रहेछ है अनि उसको मलाई यति साह्रो त्यो कुराले कि मेरो मनलाई यति बेसी टच भएको छ है उसको नाम चाहिँ छिदेम हो उसले मेरोबाट किन्यो है अनि उसले किनेपछि अर्कोलाई पनि भन्दैछ होइन अनि अर्कोले पनि मेरोबाट किन्यो अन्त त्यहाँ चाहिँ अर्कोले किन्दाखेरि फेरि अर्को आन्टीलाई पनि किन्नुहोस् अर्को आन्टीले चाहिँ म 100 रुपियाँ केजी बेच्छु म है अन्त त्यहाँदेखि अर्को आन्टी चाहिँ 1 केजी मात्रै भन्नुहुँदै थियो त 1 केजीले कति पनि हुँदैन अलिक खाइदिनुहोस् न यस्तो भन्दा बिचरा उसले पुरा कोसिस गरिदिँदै थियो है सेल गर्नु अनि मैले ट्युसन पढाउने एउटा नानी छ है अनि उनीहरू मधेसको उहाँले पनि किनिदिनु भयो है बिचरा उहाँले त झन् मैले फर्स्टमा मलाई प्राइस याद नभएर मैले फर्स्ट सेल गर्दा चाहिँ उनीहरूलाई 200 रुपियाँ केजी गरेर बेचेको थिएँ 5 केजी अन्त भरे त त्यत्रो त गर्दैन रहेछ अलिक सस्तो गरेर रहेछ अन्त मैले 100 रुपियाँ केजी गरेँ किनभने त्यो भन्दा पनि सस्तो पाउँदो रहेछ तर मैले चाहिँ एकदमै मिहिनेत गरेर यसमा है म त्यतिकै टिपेर ठ्याप्पै टिपेर दिँदिनँ है अस्ति चाहिँ मसँग मामा चाहिदिनु भएको थियो है के भन्छ त्यो जग्गाको नाम दामताङ च्याम्चे जग्गामा त्यहाँबाट हामीले मट्टी मलहरू हामी जङ्गली मलहरू त्यहाँबाट लिएको थियो होइन अन्त त्यो मलाई चाहिँ म गरेर घर गएर मजाले अर्को कति मलहरूसँग मिलाउँछु होइन अन्त अब कोही कोही प्लान्टमा गोबर जान्छ त्यस्तोहरू गरेर मैले मिलाउँछु नि त त्यही कारण 100 रुपियाँ गरेर अब बेचेको है अब म आउट अफ कन्टेक्स्ट गरेर चाहिँ तर अर्को कुरा मात्रै भनिदिएको तर मैले खासमा चाहिँ के भन्नु चाहेको भन्दाखेरि चाहिँ कि साँच्ची नै कि मान्छे एउटा सक्सेस हुनु लागि यो मेरो फर्स्ट स्टेप हो होइन तर के अब फर्स्ट स्टेपमा मलाई सपोर्ट गर्नेहरू के एकदमै मलाई मन टच भएको कुरा एकदमै म के त्यो कुराले म एकदमै टच भएको के अब होइन मलाई सपोर्ट गर्ने मान्छे हुँदो रहेछ स्टिल कि वर्ल्डमा स्टिल गुडनेस रहेछ होइन स्टिल एकअर्कालाई सपोर्ट गर्दो रहेछ झन् म त्यो छिक्किमको घरमा भने नि फर्स्टमा चाहिँ मेरोबाट मल किन्यो उसको घरमा जाँदाखेरि उसले मलाई यो प्लान्टहरू पनि उयो गर्नु नि भनेर उसले बिचरा किनेर लिएको प्लान्टहरू है कस्तो महँगो महँगो प्लान्टहरू उसले मलाई त्यत्तिकै फ्रीमै दियो है कस्तै मलाई त कस्तो त्यो कुराले मलाई के कति साह्रो अब मलाई यति बेसी मलाई अब रुनु मन परेको तर त्यो चाहिँ त्यो दुःख लागेर होइन तर त्यो चाहिँ के मलाई उसको गुडनेस देखेर उसको काइन्डनेस देखेर है वर्ल्डमा अहिले पनि यस्तो मान्छेहरू रहेछ
मलाई साँच्चै नै एकदमै खुसी लागेको कुराहरू है बाई द ग्रेस अफ गड सपोर्ट एकदमै के मैले लाइफमा यति बेसी के खुसी छु होइन प्लान्टेसनबाट मैले कतिवटा कुरा सिकिसकेँ नट लाइक अब खुसी मिन्स नट लाइक एभ्री टाइम हाहा हिही हु नट लाइक द्याट लाइक एक्साइटमेन्ट टाइपको त्यो टिनेजरको त्यो जस्ट फर अ वाइलको त्यो ह्याप्पिनेस आम नट टकिङ अबाउट ह्याप्पिनेस आम टकिङ अबाउट द जोय होइन विच इज विदिन मी होइन दिस डेज अन्त मलाई एकदमै खुसी लाग्दैछ है अब त्यही भन्नु लागि गर्दै गर्नुपर्ने रहेछ होइन के कुरा अब अनि मैले ब्लग पनि बनाउँदा के भने नेट हाउडेमा त हामीले चलाउँछ अन्त हाउडेमा होइन त्यो चलाएपछि बरु भन्दैछु भिडियो सिडियो बनायो भाइरल त भइहाल्छ कि होइन डलर त कमाइहाल्छ कि यो छैन त्यो बातको कुरा हो तर मलाई सपोर्ट चाहिँ गर्नु चाहिँ तपाईँको फिडमा यो भिडियो आयो भने चाहिँ लाइक गर्नुहोस् है तपाईँको फिडमा आयो भने चाहिँ सेयर पनि गरिदिनुहोस् ल थ्याङ्क यू बाई बाई हेभ अ गुड डे